हेलो एन्ड वेलकम ब्याक विथ माई न्यू भिडियो। आजको भिडियो चाहिँ फिसिङ सम्बन्धी मिनी भ्लग हुनेछ। आज चाहिँ मेरो अफ थियो, त्यही भएर म आज फिसिङ गर्न यो म्यानुअल आइल्यान्डमा आएको छु। इट इज क्वाइट नियर टु जिरादेखि नजिकै छ। इफ यु आर सर्चिङ फर फिसिङ स्पोट यु क्यान कम हियर। दिस इज म्यानुअल आइल्यान्ड। म चाहिँ फाइनल्ली फिसिङ स्पोटमा आइसकेँ। यो चाहिँ ठ्याक्कै तपाईँको यो साइडमा चाहिँ भ्यालेटा छ, अनि उता चाहिँ सेन्ट जुलियन, अनि त्यसपछि यो चाहिँ स्पोट माछा मार्ने। यहाँ आनन्द छ बसेर माछा मार्नलाई चाहिँ। मान्छे खासै धेरै हुँदैन, मान्छे नै हुँदैन अब विन्टरमा चाहिँ खासै। त्यही भएर इट विल बी द बेस्ट प्लेस फर फिसिङ स्पोट है। कसैलाई लोकेसन चाहिन्छ भने मलाई कमेन्टमा म्यासेज गर्नु, म लोकेसन पिन गरिदिन्छु। होप अब कस्तो हुन्छ फिसिङ हेरौँ ल। दिस इज माई फिसिङ इक्विपमेन्ट। यसमा चाहिँ हाम्रो बसमा छ रड, मसित चाहिँ फिसिङ ब्याग चाहिँ छैन, त्यही भएर यसैले काम नर्मल ब्यागले नै काम चलाइरहेको छु। दिस इज माई फिसिङ रड। यो चाहिँ ओन्ली इट कस्ट मी लाइक 70 अलमोस्ट फर रिङ एभ्रिथिङ 70 euro एन्ड सम मेटेरियल। अनि हामीले चाहिँ फिसिङको लागि चारो चाहिँ ब्रेड छ है केटा आज। ल होप्सी कस्तो हुन्छ। Look at this dude. This is my first catching. Oh my god. This is my first catching today. आजको फिसिङ चाहिँ यति नै भयो साथीहरु। लगभग 1.5 kg जति भयो। Thanks for watching my video. Thank you.